भारतीय सेनाहरूले बुट बजारिरहेका छन् तर नेपालको भूमि ठाउँ ठाउँमा मिचिँदै गर्दाखेरि अहिलेको 2 तिहाईको सरकार संसद भवनमा केटाकेटीको खेल जस्तै गरेर त्यहाँ बहस गरिरहेको छ। सर्वप्रथम यो सुरक्षा क्षेत्रमा जुन भारतीय दादागिरी भारतीय सुरक्षा बलले आतंकित पार्ने तरिकाको त्यहाँ हस्तक्षेप गरेको छ। सर्वप्रथममा यो दादागिरी विरुद्धमा म घोर भर्त्सना गर्न चाहन्छु, निन्दा प्रकट गर्न चाहन्छु। नेपाली जनताले बेला बेला ठुलो तरिकाको मूल्य चुकाएर नेपालमा केही परिवर्तनहरू भएका छन्। अहिले त्यसै अनुरूप अहिले राजसभाको 2 तिहाईको सरकार छ तर यस्तो लाचार सरकार छ कि सुस्तामा भारतीय बलले दादागिरी गर्दै गर्दाखेरि टुली हेरिरहेको छ। अझै भनिरहेको छ बालेन शाहले नेपालले भारतको भूमि मिचिरहेको छ। बालेनजी म तपाईँलाई भन्न चाहन्छु कुन ठाउँमा कुन क्षेत्रमा कतिवटा ठाउँमा नेपालले भारतको भूमि मिचिरहेको छ। अहिले तात्कालिक तरिकाले राष्ट्रसभाका सभापति रवि लामी छानेर परराष्ट्र मन्त्री भारत गएर आउँदै गर्दाखेरि नेपालले भारतको भूमि मिचिरहेको छ भनेर तपाईँले बाहिर जनतालाई आतंकित बनाउने भारतीय सरकारले नरेन्द्र मोदीको सरकारले भारतीय सुरक्षा बलले त दादागिरी त देखाइसकेको रे। तपाईहरुले हेरेर बस्नुभयो। तपाईँ बाँदरलाई व्यवस्थापन गर्ने बाँदरलाई के गर्ने भन्नेतिर तपाईहरुको ध्यान छ। तपाईहरुलाई ट्रेनिङ चाहियो भनेर हैन हामीले गर्न जानेनौँ हामीले सिकेका छैनौँ ट्रेनिङ चाहियो भनेर तपाईहरुले त्यहाँ बहस गर्दै हुनुहुन्छ। तर सीमा मिचिँदै गर्दाखेरि सीमामा हस्तक्षेप गर्दै गर्दाखेरि तपाईहरुले कहाँ हेरिरहनु भएको छ? तपाईहरुले कहाँ हेरिरहनु भएको छ? नेपाली नागरिकहरू नेपालको जनताहरू सबै राष्ट्रवादी छ। तपाईहरु नेपालको सेनालाई आफ्नो सुरक्षाको लागि आफ्नो वरिपरि सुरक्षाको लागि तपाईहरुले खटाइरहनु पर्छ।